यतिको गर्मीमा हिँड्नको मजा नै अर्को हुँदो रहेछ। धेरै दिन पछाडि म पैदल यात्रा गर्दैछु साथीहरू। अहिले म जाने बाटो भनेको यो अगाडिको बाटोदेखि अलिकति पश्चिम लाग्नुपर्छ दाहिनेतर्फ। आमामा गाडीको भिड पनि त्यति नै लागिरहेछ। कति धेरै गाडी हो साथीहरू। यो भिडमा हिँड्दाखेरि नाक पनि पोल्दो रहेछ, तातो बास आउँदो रहेछ कि। अहिले एकदम दिन राम्रो छ, सफा छ मौसम पनि। पानी आउला जस्तो छैन। हिजो चाहिँ एक्कासी पानी आइदिएर अलिक अप्ठ्यारो बनाएको थियो। आज चाहिँ एकदम ठिक छ। अब म जाने हो यहाँबाट भित्र। हेर्न सक्नुहुन्छ गाइस, यहाँबाट भित्र जाने भनेको कहाँ जाने होला तपाईँलाई देखिहाल्नुभयो, अनुमान लगाइसक्नु भएको छ। यहाँबाट भित्र गएपछि एउटा ठाउँ छ क्या, त्यहाँ यसो बस्ने, त्यहाँ गएर बस्दिने हो। हेलो साथीहरू, यो देखिरहनु भएको छ नि सिन, यो चाहिँ कहाँ भन्छ, के पो भन्छ, सुनकोशी नदीको फेद हो। यहाँ सुनकोशी नदी बगेको छ। यो सुनकोशी नदीको माछा पनि मैले हिजो खाएँ, साह्रै स्वादिलो रहेछ है। यो चाहिँ ढुङ्गाको पहाड। यहाँ चाहिँ खेतीबालीहरू पनि एकदम राम्रो भएको देखिन्छ। यो देखिएको मकैहरू, यहाँ मकैहरू एकदम राम्रो फस्टाएको छ। सिन्धुली सुनकोशी नदी, यो सुनकोशी नदीको यतापट्टिको डाँडा हो है साथी हो। आमामा यस्तो रमाइलो छ। हाम्रो नेपालको प्रकृति यति राम्रो छ, यति रमाइलो छ, प्रकृतिसँग खेलिरहँ जस्तो। घुमेर त सकिँदैन साथी हो, तर पनि यसो कहिलेकाहीँ संयोगले गर्दाखेरि घुम्न पाइएको छ, खुसी लाग्छ। ल तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ यता सिनहरू, यस्तो दामी हावा चलिरहेछ अहिले। यहाँ चाहिँ एकदम पहाडी इलाका भएर चाहिँ फ्रेस सब्जीहरू हुँदो रहेछ, साग पालकहरू, मकैहरू। यहाँको पेसा भनेको बाटोको छेउमा हुनेहरूले चाहिँ यसो सामान्य सानो घुम्ती गरेर चाहिँ पसलहरू गर्दो रहेछ। अनि खेती हुनेहरूले बाख्रा चराउँदो रहेछ, यो खोलामा माछा मार्दो रहेछ, ढुङ्गा चाल्दो रहेछ सुनकोशी नदीमा। म पनि अहिले थोरै यहाँ 5 मिनटको समय लिएर चाहिँ गाडी रोकेकोले गर्दाखेरि चाहिँ म पनि यहाँ निस्केर सानो भिडियो गरेको साथीहरू। कस्तो राम्रो छ प्रकृति। हावा चलेको छ। ल हेर्न सक्नुहुन्छ साथीहरू, हावा धुलो खोलाको। यहाँ माथि घरहरू छ, मलाई पनि उडाउला जस्तो गर्छ। तपाईँहरू घुम्दाखेरि यसो निस्किनु भएछ भने यो ठाउँमा अवश्य निस्किनु होला, एकदम रमाइलो छ। पहिरो जाने चाहिँ अलिक डर हुँदो रहेछ, पहिरो आमामा पहिरो गएर आमा के देखिन्छ। हेर्नुहोस् त, हावा चलेको हेर्नुहोस् साथीहरू। साउन्ड पनि राम्रो आइरहेको छैन होला, गएर धुलो। पुरा हावा चलेर के बोलेको कुराहरू पनि सुनिएन होला।